नमस्ते, म गीता श्रेष्ठ। गीता श्रेष्ठ युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ र म चाहिँ आज हजुरहरूलाई एउटा सानो कविता जस्तो सुनाउन गइरहेको छु। आमाको बारेमा रचाइ ल्याएको छु। कस्तो लाग्छ हजुरहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। मलाई केही भिडियोहरू बनाउनु पनि आउँदैन, बोल्नु पनि जान्दिनँ, एडिट थम्बनेलहरू के बनाउनु पर्छ अरे केही बनाउन आउँदैन। मलाई धेरैचोटि युट्युब अथवा यो टिकटकले मलाई ब्यान गरिदिनु भएको छ। मलाई बोल्नु नजानेको कारणले, भिडियो बनाउन नआएको कारणले र थम्बनेल पनि बनाउन नआएको कारणले म धेरैचोटि मलाई चाहिँ युट्युबबाट ब्यान भइसकेको छु, टिकटकबाट। र पनि म कतिजनालाई भन्छु रोइ कराइ गरेर हार गुहार मागेर मलाई टिकटक आइडी खोलिदिनु, युट्युब च्यानल खोलिदिनु भन्छु। कतिजनालाई भन्दा भन्दा रुँदै रुँदै कसै कसै खोलिदिन्छ। त्यही छ, यो पनि प्लिज बन्द गरिदिनु भयो भने मेरो बाटो छैन। अब म यो पनि बिहान गरिदिनु भयो भने चाहिँ अब मेरो जिन्दगीभरि म यो टिकटक मोबाइल चलाउने छुइनँ। प्लिज सर म्याम हजुरले मलाई दया राखी बन्द नगरिदिनु होला। म एउटा सानो आमाको बारेमा कविता लेखेर ल्याएको छु, सुनिदिनु होला। जहिले पनि बालक नै देख्ने मायालु आँखैमा के लायो होला, के खायो होला भइरहने मनैमा, के लायो होला, के खायो होला भइरहने मनैमा। जहिले पनि बालक नै देख्ने मायालु आँखैमा के लायो होला, के खायो होला भइरहने मनैमा। तिमेरा प्यारा साना भाइ बहिनी, तिमेरा बाउआमा संसार छाडी गयो नि आमा मनमा पिर भएर। मेरी आमा देखायो संसार नदिएर, सहेर पिण्ड 10 महिनासम्म पेटैमा बोकेर। भोक र प्यास छैन है मलाई मायाले